सकिए बा जोहो गर्दै थिए आँगनमै सकिए। हजुरबा गरिबीमै सकिए बा जो गर्दै थिए सकिए। पालो मेरो म आँगनमै सितिए छोरा नाति अर्कै हुने भए। सबै अस्ट्रेलिया गएको नि अहिले पोर्चुगल गएको छन् डेनमार्क गएको छन् होइन उतैको बुहारी आउँछन् उतै भयो नेपाली भाषै आउँदैन अब ओके। पालो मेरो म आँगनमै सितिए छोरा नाति अर्कै हुने भए म सोच्दा सोच्दै सितिए। छोरा नाति अर्कै हुने भए म सोच्दा सोच्दै सिद्धिएँ। बाबु भन्छ हजुरबाले नाति कहाँबाट हेर्नुहुन्छ के हो बाबु भन्ने थाहै छैन। ओके हाम्रो बच्चा नेपाल आउनलाई मेडिकल पास गरेर आउनुपर्छ। सानो बच्चा 5 वर्षको बाबुआमाको पहिले भिसा लगाइसकेको हुन्छ छोराको लाग्दै लाग्दैन कुरा बुझ्नु नि त्यस्तो विडम्बना छ। अनि नेपालीहरू चाहिँ विदेशमा पढ्न जान्छ नि पढ्न गएको होइन कमाउन गएको सबै नेपालीहरू जति पनि पढ्छन् तपाईँको छोराछोरीहरू सबै त्यहाँ पढाउने प्रोफेसरदेखि लिएर नेपाली सबै सुत्ने हो 2 घन्टा ओके घाँसमा सुत्ने हो। अनि त्यहाँबाट जाने हो पैसा कमाउन रेस्ट गर्न आउने हो। विदेशीले पढ्ने उनीहरूको देशमा भएको कलेजमा त नेपाली आँखाले पनि हेर्न सक्दैन कुरा बुझ्नु भने। त्यसैले गर्व नगरौँ विदेशमा छोराछोरी पढ्न गएको भनेर हामीले साना कलिला बच्चाहरूलाई बेचिराख्छौँ। ठुक्क नियति म हाँस्दा हाँस्दै रोकिए। ठुक्क नियति म हाँस्दा हाँस्दै रोकिए। फिस्स हाँस्दै थिएँ आँसु पोखिए। फिस्स हाँस्दै थिएँ आँसु पोखिए। बाँच्ने चाह गर्दा गर्दै बाँच्न खोज्दै थिएँ। बाँच्ने चाह गर्दा गर्दै बाँच्न खोज्दै थिएँ। पहिलाउन गन्तव्य मात्रै सोच्दै थिएँ। अभागियो कुन कुरो खोट भेटियो। अभागियो कुन कुरो खोट भेटियो। एकै पलमा सपनाहरू सबै भेटियो। एकै पलमा सपनाहरू सबै भेटियो। बुने काटी योजना कता गए कता। बुने काटी योजना कता गए कता। सकेबाको जोडी जस्तै म भने यता। सकेबाको जोडी जस्तै म भने यता। यो कविताहरू चाहिँ दिदीबहिनीहरूलाई मनपर्छ दाजुभाइहरू उठेर गइसक्नु भयो मैले देखिसक्नु ओके। दिदीबहिनीहरूलाई चाहिँ मनपर्छ उहाँहरूको मनमा पीडा छ मलाई थाहा छ। दाजुभाइहरू त यस्तै ओके। बुने काटी योजना कता गए कता। चखेबाको जोडी जस्तै म भने यता। किनारा नै भेटिएन बालुवाको खानी। किनारा नै भेटिएन बालुवाको खानी। पानी पानी भन भन नानी। पानी पानी भन भन नानी। 2 बित्ताको कामै छैन भन्छौ धेरै राम्रो। 2 बित्ताको कामै छैन भन्छौ धेरै राम्रो। सुन्दर अनि विशाल छ नेपाल आमा हाम्रो। सुन्दर अनि विशाल छ नेपाल आमा।